गुफा सिद्ध गुफा तनहुको हामी जाँदैछौँ। हाम्रा रोम प्रसाद दाल 12 बजेको घाममा हामी चढ्दैछौँ। लाग्दै हुनुहुन्छ। यो बिमल नगर बजार, यहाँबाट माथि निस्कने हो। खास गरी उता मस्याङदी नदी होइन र रमसार, यो पृथ्वी राजमार्ग पोखरा जाने सडक, यहाँ नजिकै अर्को मनोकामना केवल घाट छ। सरी बन्दीपुर केवल घाट। यो पाइप छ नि, यो के को पाइप हो त्यो? पाइप ट्याङ्कीको पाइप त्यो बन्दीपुर तलबाट माथि लाने। दस पर्सेन्ट लगाइन्छ अरे। कहाँ आउँछ प्रतीक्षा देखिन न। ओम पानी भन्नु ओम नमः शिवाय जप्नु है। 5 मिनट घरमा आउनु तपाईहरुलाई सब आइहाल्छ नि। इधर इधर है। हामी अलि सिद्ध भए एउटा के विधि हो यार? सबैले लाइट बालौँ आँखा खानु। जाउँ जाउँ अझै उतै हो क्या? जहाँसम्म भेटिन्छ त्यहीसम्म दुध पुग्छ है। अच्छा भित्रबाट ठुलो ढङ्गमा छ भने कसमा लाइट चाहिँ लाइट चल्नु प्र्याक्टिस गरेको थिएन। भिडियो गर्दै हुन्छ सबै। यार ल है सर्ट गर्नुहोस् है। पर्स छैन, सर छैन होला हामीले हेरेन। कसको पर्स छैन त चापियो क्या देखेन। ए पन्जा सुन्या छैन होला के हजुर? के चमेरा चमेरा सबै भिडियो चक्काउनु यो भोटो कस्तो आशादेखि पानी आउँदैन आउँछ टक्क पिन्छ। सबै सब प्रसाद दाल राख्नु पर्यो भन्दा आफू लाइट जानु भयो आफू दिनु भयो। तर 100 रुपियाँ लाइट बाल्ब बेच्न पाएर रहेछ नि त। अनि कहाँ गरौँ त? लाइट
शरीरमा क्लियर ल्याएर दिनको हजारको त्यो त उयो गर्ने हो नि त नगरको ठाउँ पनि यहाँ झन् ठुलो देखान त सिधा देखान त पारी वाह छैन छैन खाल्टो छैन कि यहाँ बाटै हो कि बाटै हो कि कमेराहरू 400 मिटर भित्र हो नि त त्यति त हुन पर्यो नि यार यति त 400 मिटर यसको लम्बाइ 400 मिटर हो अझै उतै छ जाम 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 यहाँ पानी रस आयो नि त यहाँ हेर्नु न चिसो गुफाको विशेष त्यही हो कि जति भित्र गयो त्यस्तै हो नि त के को हो त्यस्तो पहिला मान्छे बस्नु नै होला कि नडराउनु न हेत्तरी आर्मी पनि आएको सेक्युरिटीको लागि हो कि त्यो के हो टुरिस्ट एक्लै छ यताबाट हो कि यता यहाँ कहाँ यो अन्त्येष्टि जस्तो यो त अरू देशमा भएको भए यो त यहाँ सुन ठाउँ थियो हेर्नु त कस्तो राम्रो छ बनावट चाहिँ सही छ क्या प्रकृतिले कस्तो दिएको छ यार है मलाई सदुपयोग गरेर मलाई पैसा कमाऊ भने यहाँ प्रकृतिले हामीले नचिनेर पनि प्रकृतिलाई हेर्नु त प्रकृतिले मलाई चिन मलाई कमाऊ मलाई प्रचार गर पैसा कमाऊ भनिरहेको छ तर हामी दुर्भाग्य मान्छे चिने होइन ओ माइ गॉड यसले टाढाको चिज देख्ने हुन्छ त्यही अन्धकार छ हामी लगभग अब 200-300 मिटरको आसपासमा आइपुगे जस्तो छ अझै यसको लम्बाइ 400 मिटर भनिएको छ लाइट त राखेर रहेछ नि हेर्नु त यी तर फुत्काएर रहेछन् कि यिनीहरूले हेर्नु त यो आउट हो कि हो यो खास तर भरे ऊ पनि सिँढी पनि राखेर रहेछन् ऊ यति नै हो अनि जाने
सुनिहाल्छ तर धर्नु किन डर चिप्लो होला अहिले फेरि कस्तो के हो अलिक छैन चिप्लो त छैन सकिन्छ के भर्याङै त हो यार पहिला त्यहाँबाट ढुङ्गा लडे पनि त्यही पुगिने हो कि तल पुगिन्न यार समुद्र छैन केही छैन डर्नु भएन यस्तो सिरियस सजिलो यो सगरमाथा चढ्दाको अनुभव हो क्या हेर्नु त ट्रेकिङको लागि जस्तै सगरमाथा के अरे भर्याङ लाग्यो भन्छ नि यहाँ यो मान्छे यतिको सिरोमाइन थाम्नु चढिन्छ ए पहिले यसरी हिँडेर जाने रहेछ थियो नि डोरी पनि थियो डोरी त्यसो डोरी चढ्दै जान्थ्यो कि पहिला चाहिँ नि अहिले भर्याङ हामीले याद थियो दस पनि धेरै चार्ज गर्दा रहेछ क्या त्यसको पावर हुँदै गयो खै पारी देखाउनु त तपाईँको लाइटले त मेरो क्यामेराले नै भेट्न छोडिसकेको छ त्यो चार्ज सक्यो क्या पानी होला यहाँ छैन जम्केसम्म हेत्तेका यहाँ आइपुग्छ कहाँ नजाने भनेको हुन्छ पानी त जलार्पण गरेर आउनुपर्छ पानी भरि आउँछ बाख्ना त कस्तो नमिठो हो यार सडै छ यार आज बुद्ध जयन्तीको दिन हामी यस सिद्ध गुफामा आइपुगेका छौँ शान्त वातावरण छ यो देखिँदैन एकदम अन्धकार छ हाम्रो लाइट पनि फिक्का भएको छ यहाँ अहिले तपाईँले देख्न सक्नुहुन्छ यो पुरै यहाँ हजुर नाम पनि भन्नु नाम चाहिँ मेरो नाम चाहिँ काशीनाथ गौतम रोमप्रसाद दाहाल हाम्रो प्रतीक सर अनि हजुरको इन्द्रबहादुर खड्का हाम्रो सरको अशोक रियाल हामी सबैजना मिलेर आइपुग्यौँ अब यहाँबाट हाम्रो इन्डिङ होला जस्तो छ तपाईँ जाम मात्रै भन्दिनँ कहाँनिर थिएन लक्कु ढाल खेलिन्छ पहिला अनि म खोइ बढी के भन्नु भएन के होइन यो अर्काको झाल्न पाइन्छ ढली भने पानी हल्का रस आएर छ ए घर नढाल्न यार ल यति नै मलाई सकियो दूर छ यहाँ माथि नजाने हो र दोरी छ र जागा त जागा अहिले आउने बेला चिक्को रहेछ र अनि दूरी रहेछ क्या लात्तै तल जाउँ क्या आउनु सकिने जस्तो छ सकिन्छ सरले बल गर्नुभयो बुझाउँ आउनु के छ त्यहाँ देखिन्छ आँखाले चिप्लो चाहिँ हुने हुन्छ कि यो ढुङ्गा फेरि मलाई लाग्छ त्यो बन्दीपुरै निकाल्थ्यो यार यो अन्तर्राष्ट्रिय फेमस हुन्छ यार जति माथि गयो यस्तै हो यहाँ यो क्या यो भित्र गुम्मा भयो नि त अक्सिजन छैन नि त यहाँ त्यही भएर ल ल आँट गर्नु न खेतरी यत्रो बलवान मान्छे हुँदा तपाईँ लड्नु पनि बाँकी रहेको त लड्दैन नि त्यति भएपछि त